24 अपडेट युट्युब च्यानलका तर्फबाट हामी बोलिरहेछौँ। चौकुनेको बारेमा केही कुरा भन्न गइरहेको छु। चौकुने 2073 सालमा स्थानीय तहमा परिणत भइसकेपछि नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापना भइसकेपछि चौकुने 2074 मा पहिलो स्थानीय निर्वाचन भयो। तत्पश्चात चौकुनेमा विभिन्न खालका परिवर्तनहरू भएका छन्, भइरहे वा अहिले पनि भइरहेका छन् र विगतदेखि अहिलेसम्म वर्तमान र विगत हेर्दै जाने हो भने 2074 देखि 79 सम्म तत्कालीन अवस्थामा तत्कालीन गाउँपालिकाको अध्यक्षको नेतृत्व दिलबहादुर साईजीले गर्नुभयो र तत्पश्चात नेकपा एमाले सो अवस्थामा लगभग बहुमत सहितको नेतृत्व गर्यो र नेकपा एमाले आफ्नो कार्यकाल समाप्त गरिसकेपछि नेपाल कम्युनिस्ट पार्टी माओवादी, तत्कालीन नेकपा माओवादी र नेपाली काङ्ग्रेसको गठबन्धनमा नयाँ स्थानीय सरकार प्राप्त भयो। चौकुनेमा नयाँ सरकार बन्यो, नयाँ जनमत प्राप्त भयो। विगत दिलबहादुर साईको कम्प्यारिजन एन्ड अदर अहिलेको चाहिँ विवश बाँसपानेजीको अहिलेको नेतृत्वको कम्प्यारिजन हुँदै गर्दा चौकुनेमा कामै नभएको भन्ने चाहिँ होइन, विभिन्न एङ्गलहरूबाट पनि एनालाइसिस हुन्छ। विगतका दिनहरूमा कुनै पनि संरचना नभइरहँदा, कुनै पनि के भन्छ संरचनाहरू नभएको अवस्थामा दिलबहादुर साईले गरेका काम र अहिलेका कामहरूलाई तपाईँहरूले पनि मूल्याङ्कन गरिरहनु भएको छ होला जस्तो लाग्छ। अहिले पनि हामी हेरिरहेका छौँ। यो सबै सरकारहरूले आफ्नो कामहरू चाहिँ फरक फरक ढङ्गबाट आफ्नो तरिकाबाट अहिलेका सरकारहरू, पहिलेका सरकारहरूले डेटाबेसमा उनीहरूले चाहिँ एक खालको रिपोर्टहरू चाहिँ दिइरहेका हुन्छन्। हरेक वर्ष हामीले यति काम गऱ्यौँ, यति काम गऱ्यौँ भनेर उनीहरूको एनालाइसिस, उनीहरूको रिपोर्टहरू, उनीहरूको चाहिँ हरेक हप्ताहरू पाक्षिक रूपमा, चौमासिक रूपमा सार्वजनिक भइराखेको छ। हामी हेरिराखेका छौँ। बजेट खर्च कसले कति अनुमान गर्छ, कति बजेट ल्यायो, यो कुरा चाहिँ भइराखेको हुन्छ र त्यसको भित्री रूपमा चाहिँ चौकुनेका पब्लिकले, चौकुनेका जनताले, चौकुनेका पब्लिकहरूले, चौकुनेका युवाहरूले, चौकुनेका वृद्ध आमा बुवाहरूले के प्राप्त गर्नुभयो भन्ने कुरा नै मेजोरिटी हुनुपर्छ भन्ने लाग्छ। त्यो चाहिँ हुन सकिरहेको छैन। जस्तो चौकुनेको बेरोजगारी समस्या समाधानतर्फ पहिलेको सरकारले के गर्यो र अहिलेको सरकारले के गरिरहेको छ भनेर तपाईँहरूले प्रश्न गर्ने बेला भएको छ। यहाँहरूले प्रश्न गर्नुपर्छ। हामी चुपचाप छौँ। चुपचाप भइरहँदा यसले चाहिँ रिजल्ट चाहिँ राम्रो दिँदैन। नेतृत्व वा सत्तालाई जहिले पनि झकझगाउनुपर्छ। हामी यङ जेनेरेसनका मान्छेहरूले चाहिँ त्यस्तो गर्नुपर्छ भन्ने चाहिँ हामीलाई लाग्छ। हामी गरिरहेका पनि छौँ। हामी गर्नुपर्छ, सुरुवात चाहिँ गर्नुपर्छ हामीले। चौकुनेमा टोटल 28,000 जनसङ्ख्या, आसपास 28,000 जनसङ्ख्या हुँदै गर्दा 6,000 घरधुरी छ। त्यसको 70 to 80% चाहिँ पब्लिक इन्डिया, हैदराबाद, बेङ्गलोर, कालापाहाड त्यो साइडमा चाहिँ वैदेशिक रोजगारीका लागि गइरहेको देखिन्छ। एज अ 30% बिलो पब्लिकले चाहिँ अहिले चौकुनेमा अहिले पब्लिकहरू चाहिँ त्यति छ होइन। यस्तो अवस्थामा पब्लिकलाई बाहिर जानबाट रोक्न पुरानो सरकारले के गर्यो, अहिलेको सरकारले के गरिराखेको छ, स्थानीय सरकारले, यसका बारेमा तपाईँले प्रश्न उठाउनु बेला भएको छ, उठाउनुहोस् भन्न चाहन्छु। अब तत्कालीन अवस्थामा तत्कालीन गाउँपालिका अध्यक्ष दिलबहादुर साईको पालामा चाहिँ कन्स्ट्रक्सन वर्करहरू, जस्तो हार्डवर्किङका कामहरू, हार्डवेयरको कामहरू चाहिँ भएको देखिन्छ। सडक सञ्जाल जस्तो अहिले पनि हामी रिपोर्ट हेऱ्यौँ भने 2077-78 को आसपास सबै वडा कार्यालयहरूमा पुग्ने सडक सञ्जालहरू उहाँको पालामा पुगेको देखिन्छ। त्यसपछि वडा कार्यालयहरू बनाउनेदेखि स्वास्थ्यका भवनहरू बनाउने, विद्यालयका भवनहरूका ठेक्का, खानेपानीका ठेक्काहरू उहाँको कार्यकालमा लगभग सबै धेरै जसो आयोजनाहरूको ठेक्का भयो। त्यो हार्डवेयरको काम चाहिँ भइराखेको थियो। अहिले पनि त्यसलाई चाहिँ पूर्णता दिने गरी अहिलेको कार्यकालमा आएका सरकारहरूले पनि त्यसलाई कन्टिन्युटी दिइराख्नु भएको छ। अहिलेको मेजर प्रोजेक्टका रूपमा एकदम ठुलो आयोजना गरिरहेको भन्ने जुम्ल्याउँ प्रोजेक्ट हो। हेरौँ आइसो त्यो प्रोजेक्ट कतिको सफल हुन्छ र उहाँहरूको कार्यकालमा बन्छ कि बन्दैन भनेर अहिले हामी चासोका साथ हेरिरहेका छौँ। वडा कार्यालयका भवनहरू अलपत्र नै छन् अहिलेसम्म मलाई लाग्छ। तत्कालीन अवस्थामा भएका ठेक्काहरू, तर त्यसको निर्माण सम्पन्न भएको छैन। खानेपानीको जस्तो चौकुने गुटुको खानेपानी, झ्यालेकाडा खानेपानी होस् या मायाताल तोस्रा खानेपानी, धारापानी मायाताल तोस्रा खानेपानी, गुटु घाटगाउँ खानेपानी, बिजौरा खानेपानी, बाँसपानी खानेपानी आयोजनाहरू कतिपय ठेक्का लागिसकेको थियो। अहिले पनि त्यसको काम कन्टिन्युटी छ, भइरहेको छैन। औद्योगिक ग्रामको काम चाहिँ तत्कालीन अवस्थामा सम्पन्न भयो वा त्यसको बाहिरी रूप, स्वरूप र आकार दिने काम चाहिँ तत्कालीन अवस्थामा भयो। त्यसको अब सफ्टवेयरको काम चाहिँ हुन सकेन।
कृषि क्याम्पस वन विज्ञान क्याम्पसहरूका कामहरू पनि तत्कालीन अवस्थामा हार्डवेयरका कामहरू चाहिँ भइराखेका छन्। भएकै होइन भन्ने चाहिँ होइन, हामी त्यति निराश हुनुपर्ने अवस्था चाहिँ होइन, तर त्यहाँ हार्डवेयरको कामहरू भयो, त्यसको भवनहरू स्ट्रक्चरहरू बन्यो, तर त्यसलाई चाहिँ युटिलाइज गर्न त्यसको सफ्टवेयरको काम चाहिँ बनिराखेको छैन। यो सरकारले गर्नुपर्थ्यो, गरेन। यसले चाहिँ के भन्छ भने यो यस्तो गर्दा चाहिँ के इफेक्ट जान्छ भने माओवादीले बनाएको, काङ्ग्रेसले बनाएको, एमाले बनाएको चाहिँ हुँदै यसरी चाहिँ हामी एकअर्कालाई आरोप प्रत्यारोप गरेर हुँदैन। यसको चाहिँ हार्डवेयरको काम चाहिँ त्यति बेला बनाएको थियो, अब सफ्टवेयरको काम गर्नुपर्ने, द्याट्स अ डेभलपमेन्टको त्यो चाहिँ त्यो बाटोमा जानु पर्थ्यो, यसरी जानु पर्थ्यो, तर त्यसो हुन सकेन। किनकि त्यो त्यति बेलाको सरकारले बनाएको, हामीले किन गर्ने, अपनत्व नलिनु नै सबैभन्दा कमजोर हो जस्तो लाग्छ, कमजोरी हो। विकास नहुनुको पहिलो चाहिँ यो हो जस्तो लाग्छ मलाई चाहिँ लागिरहेछ, वा तपाईँहरूलाई के लाग्छ यहाँ पनि कमेन्ट गर्नु होला। अनि अर्को कुरा चाहिँ अब अहिलेका ठुल्ठुला प्रोजेक्टहरू जस्तो जङ्गलाघाटको बाटो विगत 2 वर्षदेखि यहाँहरूलाई थाहा छ, जानकारी हुनसक्छ, नहुन पनि सक्छ, 2 वर्ष झन्डै 2 वर्षदेखि जङ्गलाघाट बाटो पुर्याउने भनेर चौगुने सरकार लागिरहेको छ। त्यो जिरो, त्यसको 100मा 10% पनि काम भएको छैन जस्तो लाग्छ रिपोर्टमा हेर्ने हो भने। फिल्डमा हेर्ने हो भने रिपोर्टमा उहाँहरूले राम्रै गर्नुभएको छ, रिपोर्टमा कामहरू भइरहेका छन् देखाउनका लागि, तर पब्लिकलाई छुने गरी भइरहेका कामहरू केही पनि छैन, त्यति राम्रो छैन। केही पनि छैन भन्ने चाहिँ होइन, तर राम्रो भएन, यो चाहिँ गुड भएन, यसको चाहिँ रिजल्ट राम्रो आइरहेको छैन। यसलाई चाहिँ चौगुनेले अलिक गम्भीरतापूर्वक लिनुपर्छ र हामी यङ जेनेरेसनका सबै युवाहरूले चाहिँ यहाँ चाहिँ कमेन्ट गर्नुपर्छ, यहाँ उहाँलाई प्रश्न उठाउनुपर्छ। प्रश्न उठाउनेहरूलाई दुश्मनका रूपमा हेर्ने यो चाहिँ यो परिपाटीलाई चाहिँ बन्द गर्नुपर्छ। हामीले हरेक कुरामा प्रश्न उठायौँ भने हामीलाई मेरो प्रतिपक्षका रूपमा वा अर्को भनेर हेर्ने कुरा चाहिँ यो चाहिँ त्यति राम्रो हुँदैन, यसले चाहिँ राम्रो गर्दैन। सबै धुप बालेर पूजाआजा गर्नुपर्छ भन्ने चाहिँ हुँदैन। कतिपय प्रश्न गर्नुपर्ने ठाउँहरू हुन्छ, नेतृत्वलाई झगझगाउनु पर्ने हुन्छ। अहिलेको नेतृत्वले गरेका सबै काम ठिक, पहिलाकोले गरेका सबै काम ठिक, अहिलेकाले गरेका बेठिक, अहिलेका ठिक, पछि पहिलाकोले गरेको बेठिक। यो खालको परिपाटीले चौगुने बन्नेवाला छैन, बन्दैन भन्ने मलाई लाग्छ। यहाँहरूलाई के लागिरहेछ कमेन्ट गर्नुहोस्, आफ्नो राय दिनु होला। चौगुनेका शिक्षा क्षेत्रमा केही रिजल्टमा सुधार भएको छ। हामीले रिजल्ट हेऱ्यौँ भने पहिला एसएलसीको रिजल्टहरू हेऱ्यौँ, अनि कक्षा 8को पनि रिजल्टहरू हेऱ्यौँ भने 74 देखि 79सम्मको एक खालको रिजल्ट छ भने 79भन्दा पछि र हालसम्म केही सुधार भएको छ। यसमा सबैजना लागिरहनु भएको छ। चौगुने गाउँपालिका अहिलेको नेतृत्व पनि यसमा विशेष रूपमा लागिरहेछ। एग्रिकल्चरमा बजेट चाहिँ थुप्रो छुटिराखेको छ, तर त्यो बजेट चाहिँ बालुवामा पानी हाले जस्तो मलाई चाहिँ फिल भइरहेछ। सामाजिक विकासतर्फ चौगुने गाउँपालिकाले हरेक वर्ष 25% भन्दा बढी, 32-35% भन्दा बढी बजेट चाहिँ छुट्याएको देखिन्छ, तर सामाजिक क्षेत्रमा चाहिँ त्यति राम्रो रिजल्ट नआएको हो कि यहाँ पनि तपाईँहरूले सजग भएर आफ्नो कामलाई करेक्सन गर्नुपर्छ जस्तो हामीलाई लागिरहेछ। बाहिरबाट हेर्दा तपाईँहरूले चाहिँ यो नेतृत्वले सफल बनाउनु, यो नेतृत्व सफल हुनु वा त्यो नेतृत्व सफल हुनु, जुनसुकै नेतृत्व पनि सफल हुनु भनेको चौगुने सफल हुनु हो भन्ने हामीले बुझ्नुपर्दछ र हामीले त्यो तरिकाले बुझिराखेका छौँ। यसलाई अब कसरी काम गरिरहनु भएको छ, कसरी अब त रिजल्ट दिने बेला हो नि त, विदिन 4 वर्ष हुन थालिसक्यो, अब हामीले त रिजल्ट हेर्ने बेला हो। तर अब के रिजल्ट लिएर जाने, अब चाहिँ के देखाउने, हामीले यो प्रोजेक्ट गऱ्यौँ, यो रिजल्ट यति आयो भनेर देखाउने। अब तपाईँहरूले गरिराखेका कन्स्ट्रक्सनका कामहरू, हार्डवेयरका कामहरू चाहिँ लगभग यही बाटोमा गयो भने केही समयमा समाप्त होला नि, तर हामीले अब गर्नुपर्ने कामहरू भनेको सफ्टवेयरको कामहरू छ, गर्नुपर्छ। अब तपाईँहरू नेतृत्वमा भइरहँदा तपाईँहरूले सफ्टवेयरको काम चाहिँ गर्नुपर्छ। सफ्टवेयरको काम यहाँको गरिबीसँग लड्ने, अशिक्षासँग लड्ने, यहाँको सबै कुराहरूसँग, अभावहरूसँग लड्नका लागि सफ्टवेयरको काम गर्नुपर्छ। त्यो सफ्टवेयरको मेकानिजम तपाईँहरू बनाउनुहोस्, तपाईँहरूले प्रश्न गर्नुहोस्, तपाईँहरूले तयारी गर्नुहोस्। यङ जेनेरेसनहरूको टोटल्ली सपोर्ट हुन्छ। अब तपाईँहरू आफ्नो राय, सल्लाह, सुझाव चाहिँ यहाँ कमेन्ट बक्समा लेख्नु होला। हामी सम्बन्धित पक्षसँग तपाईँको प्रश्न जस्ताको त्यस्तै उठाउँछौँ र हामी क्वेसन गर्नेछौँ। अनि अर्को कुरा जाँदा न्युज 26 अपडेटलाई जसले धेरै लाइक गर्छ, जसले धेरै सब्सक्राइब गर्छ, लाइक गर्छ, जसकोमा धेरै लाइक र कमेन्टहरू आउँछ, हामी उहाँलाई चाहिँ न्युज 26 अपडेटको तर्फबाट एउटा पुरस्कारको व्यवस्था गर्नेछौँ। थोरै सानो पुरस्कार दिनेछौँ। जसकोमा धेरै लाइक र कमेन्ट आएको हुन्छ
उहाँहरूले स्क्रिनसट पठाउनु भयो भने हामीले उचित पुरस्कार दिनेछौँ। यो पार्ट 1 हो र पहिलो पुरस्कार हो। हामी दोस्रो पनि ल्याउँदैछौँ चाँडै। यहाँहरूले जति सक्दो सेयर गर्नुहोस्, जति सक्दो यसलाई लाइक गर्नुहोस्, यसलाई चाहिँ चौगुनेको टोटल पब्लिकसँग पुर्याउनुहोस्। यहाँहरूले पनि प्रश्न गर्नुहोस्, आफ्नो धारणा पनि राख्नुहोस्, यहाँ तपाईँको विचार पनि राख्नुहोस्। हामी त्यो विचारहरूलाई पनि स्थान दिनेछौँ। धन्यवाद, नमस्ते।